नमस्ते सन्चै हुनुहुन्छ म पनि सन्चै छु हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा आशा छ हजुरहरूलाई मन पर्ने छ आज चाहिँ हामी हाम्रो छहरा प्राकृतिक सुन्दरता भरिएको छहरामा हामी जाँदै छौं हजुरहरूलाई सबै देखाउने छु अन्तिमसम्म हेरेर साथ दिनु होला हामी चाहिँ रेडी भइसक्यो पुच्ची काम भएमा पनि पुच्ची हाँ सानी पुच्ची पुकी ओए पुकी लग्दैछौं दिदी हेलो हाई भनि न हाई हाम्रो चटपटे खान्छौं झटपटे चटपट खाएर झटपट आउँछौं हामी झटपट आउँछौं सानो यिनी चाहिँ हाम्रो बुहारी हुन् बुहारी नानी नाची मैले क्यामेराबाटै सादा क्यामेराबाट यहाँ सिडी छ क्या तलैसम्म बोक्छ नि ब्याग बोक्दैन भने कि नौमानी अहिले अहिले त छोरा हेर्न गएको होला नि के यस्तो बनाएको छ आमा यहाँ भर्याङ सिडी तलैसम्म छ कति ठाडो उकालो थियो नि यहाँ डर न 4G टिपेको छ गरे यिनको मोबाइलले हामी पनि छहरा आइपुग्यो यो चाहिँ हो हाम्रो पुरुन्धारा छहरा अनि यो चाहिँ हो फोटो खिच्ने ठाउँ अनि यहाँ पनि एउटा सर झरना जस्तो छ पौडी खेल्ने ठाउँ छ अर्को छहरामा जाँदैछु म गजब छ यो पनि हजुर यहाँ पनि छ एउटा सानो छहरा यो पौडी खेल्ने ठाउँ भइहाल्यो गर्मीमै मजा हुन्छ क्या यहाँको पौडी खेल्ने यहाँदेखि भर्याङसम्म माथि जाने यो चाहिँ मेरो छोरी हो हाई भनिदेऊ न यो चाहिँ मेरो छोरो हो हाई भनिदेऊ छोरो पापा हनुमानजीले पहाड उचाल्नु भएको छ के को बारेमा पहाडै उचाल्नु भएको छ नानी झोरले है कसले बनाएको मूर्ति होला यो जाऊ छोरी जिउ गर उहाँको इन्जिउ गर जाऊ जाऊ त्यहाँको इन्जिउ गर याद दिलाउनु चाहिँ तिहारको पिकनिक पनि यतै खाने पिकनिक यही खान्छन् हामी पहिला पर पिकनिक खान आयो भिडियो अझै छ क्या हामी सानो थियौँ यहाँहरू पनि यहाँको पनि छ अङ्कल सानो फ्रुटी खाइसक्यो झारियो पेट पेट हाल्यो कि नै टनक पाइ खायो एकदम धेरै हुन्छ मालटाको कम ढिलो त्यस्तै सुरु गऱ्यो भने चाहिँ त्यहीमा हुन्छ के भयो
के भयो के लाग्यो लो यसो लाग्ने चाहिँ हामी जाँदैछौँ पुलनेर पुलतिर जाँदैछौँ हामी पुलमा सबैजना नि त्यो काटी बसी खाने त एकान्त बसिन खाने कहितिर अलि पर छ के बसेर खाने के बराल कुराल गरेर बस्ने बढालेर देखिनै पनि चाहिने निहुनुहरू हामी चाहिँ जाँदैछौँ हजुर आउनु आमा हजुर ऊ त्यहाँ बिचमा अझ यो चाहिँ सहराको पुल हो यहाँ तल चाहिँ बबै छ फोन खस्यो भने मान्छे ऊ यहाँ परबाट ऊ त्यहाँ बगरमा पानीमा खस्यो भने अलि पानीले चोट लाग्यो धेरै चान्स थियो बस्ने त्यो चाहिँ उता बगरमा खस्यो क्या परकोमा ऊ त्यहाँ परकोमा समातेर ऊ यहाँ बबैको यो छेउमा यो पानीको छेउमा खस्या थियो क्या त्यो मान्छे डर लाग्दैन मेरो छोरो स्ट्रङ छ के डन छ डन नि छोरो यहीँनिर हो के यहीँनिर हो यही तार समातेको थियो जानी गयो यसो सबैलाई देखाउनको लागि गयो होला निश्चय नै गयो ऊ परसम्म पुग्यो अनि तपाईँ आउनु सकेन कता गरे यही तारमा के यहाँबाट तल सिधै हिँड्थ्यो बगरका छेउदेखि खस्या थियो कि तिमी खाना आउने तपाईँ खाइसक्नु भयो अनि हामीले नास्ता गरेर पनि हामी घर फर्केर यसो घर आएर यसो टिकटक बनाएर हामी त्यो दिन चाहिँ बस्यौँ यति नै हो भिडियो थ्याङ्क यू सो मच अब अर्को भिडियोमा भेटौँला बाई